फाइनल्ली नेपाल सरकारले चाहिँ देउवा दम्पतिलाई चाहिँ पक्राउ पोथी जारी गरेको छ। यो पक्राउ पोथी जारीसँगै के देउवा दम्पतिको घरमा भेटिएको पैसाको गोदाम पनि एआईबाट नभइकन साँच्चीकै फोरेन्सिक ल्याबले पनि साँच्चीकै पुष्टि गर्न सक्छ त। सरकारले चाहिँ यिनीहरूलाई चाहिँ सम्पत्ति शुद्धिकरणको मुद्दा हालेर चाहिँ यिनीहरूलाई चाहिँ आजीवन जेल सजाय दिन सक्ने ल्याकत राख्छ त कि हतार हतार पक्राउ गर्ने अनि फेरि छोडिहाल्ने? त्यस्तो चाहिँ नहोस्। सबै कानुन सबै प्रमाणहरू एक रूपमा चाहिँ जुटाएर देउवा दम्पतिलाई चाहिँ कडाभन्दा कडा सजाय दिन चाहिँ म विनम्र अनुरोध गर्छु। र देउवा दम्पतिको घरमा भेटिएको पैसा चाहिँ एआईबाट हो भन्दै आइरहेको अवस्थामा के नेपाल सरकारले यो चाहिँ साँच्चीकै एआईबाट नभइकन साँच्चीकै पैसा नै जलेको हो भनेर प्रमाणित गर्न सक्छ त? सक्छ भन्नेले चाहिँ कमेन्ट गर्नु होला।